के हुँदैछ तिमीलाई? पढ्न बस्छौ तर मन बस्दैन, 2 मिनेटमै ध्यान मोबाइलतिर पुग्छ होइन त? र आजकल त मोटिभेसनल भिडियोको असर पनि 5 मिनेट टिक्दैन। तर साँचो कुरा के हो थाहा छ? समस्या मोटिभेसनको होइन, निर्णयको हो। साथीहरू, 14 देखि 25 वर्षको उमेर यो खेल खेल्ने उमेर होइन, यो समय हो जहाँ तिमी आफ्नो जिन्दगी बनाउन सक्छौ वा आफैले बर्बाद गर्न सक्छौ। आज एउटा प्रश्न आफैलाई सोध, म आखिर जिन्दगीमा के गर्न चाहन्छु? कहिलेसम्म बाबाआमाले दिएको भरमा बाँच्ने? कहिलेसम्म ठिक छ भनेर आफ्नो सपना मार्ने? याद राख, राजा बन्न चाहन्छौ भने भिखारी झैँ मेहनत गर्नुपर्छ, घाम झैँ चम्किन चाहन्छौ भने घाम झैँ पोलिनुपर्छ। तिमी भन्छौ भोलि पढ्छु, सोमबारबाट सुरु गर्छु, अर्को महिनाबाट पक्का, तर कहिलेसम्म? एउटा दिन यस्तो आउँछ जहाँ भोलि भन्ने शब्द नै हुँदैन। त्यो दिन पनि के भन्यौ भने भोलि गर्छु। एकपटक तिनीहरूलाई सम्झ त जो तिमीमाथि धेरै विश्वास गरेर बसेका छन्, हो तिम्रा बाबाआमा। उनीहरू तिम्रा लागि जिउन तयार छन्, मर्न पनि तयार छन्, तर तिमी 5 मिनट पढ्न तयार छैनौ होइन त? लाज लाग्दैन? आजै निर्णय गर तिमीलाई जिन्दगीमा के बन्नु छ, किनकि यदि तिमीले निर्णय गरेनौ भने जिन्दगी नै तिमीलाई निर्णय गरेर छोड्नेछ। मोबाइल खोलेर हेर त, कति चिज छन् जसको तिम्रो लक्ष्यसँग कुनै सम्बन्ध छैन। आजै हटाइदेऊ, किनकि जुन चिजले तिमीलाई कमजोर बनाउँछ त्यसलाई सम्हालेर राख्नु मूर्खता हो। तिमी भन्छौ म पढाइमा कमजोर छु, ठिक छ। तिमी भन्छौ म पढाइमा कमजोर छु, ठिक छ, तर कमजोर भएर बस्ने कि उठ्ने त? त्यो निर्णय तिम्रो हो। सुन, यदि तिमी 2 मिनट फोकस गरेर पढ्यौ भने त्यही 2 मिनटले तिमीलाई 2 घन्टा पढ्न सक्ने मान्छे बनाउँछ। बस सुरु गर। पर्फेक्ट हुनु पर्दैन, सुरु गर्नु जरुरी छ। आज पनि हरिवंश राय बच्चनका शब्दहरू गुन्जिन्छन्, सानो कमिला बारम्बार चिप्लिन्छ तर हार मान्दैन, किनकि उसलाई थाहा छ कोसिस गर्नेहरूको कहिल्यै हार हुँदैन। असफलता त्यो अन्त्य होइन, सङ्केत हो अझै सुधार गर्न बाँकी छ भनेर। आराम चाहिन्छ, पछाडि पाइन्छ। अहिले चाहिन्छ सङ्घर्ष। भाग्ने होइन, लड्ने हो। साथीहरू, हामी यहाँ जिन्दगी काट्न आएका होइनौँ, जिन्दगी बनाउन आएका हौ। हरेकको मनभित्र एउटा सपना हुन्छ, सानो होला तर त्यो नै तिम्रो सबैभन्दा ठुलो शक्ति हो। मलाई थाहा छैन तिमी को हौ, कहाँबाट हौ, तर मलाई यति थाहा छ, यदि तिमी अहिले पनि यो सुन्दैछौ भने तिमीभित्र केही खास छ। तिमीभित्र एउटा सानो बिउ छ। आज सानो छ तर भोलि विशाल रुख बन्नेछ। सायद तिमीलाई विश्वास नलाग्ला, तर आज एकपटक विश्वास गरेर त हेर। एक दिन तिमी ठुलो मान्छे बन्नेछौ, एक दिन तिमीले सबैलाई देखाउनेछौ। अब कुरा धेरै भयो, आजैबाट सुरु गर। थोरै पढ तर सच्चा भएर पढ, किनकि सुरु गर्ने मान्छे नै एक दिन जित्ने मान्छे बन्छ। यदि यो शब्दहरूले तिमीलाई भित्रैदेखि छोयो भने यो सन्देश आफूमा मात्र सीमित नरह, अरूलाई पनि सेयर गर। फेरि भेटौँला।